हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आई एम वर्षा अधिकारी। आज चाहिँ म मेरो दिदी र मिना आन्टी भएर हामी चाहिँ बुटोल हाट बजार र बुटोल फुलबारी घुम्न जाँदैछौँ। हेलो। मिना आन्टी चाहिँ रेडी हुँदै हुनुहुन्छ भित्र। हामी चाहिँ अघि नै रेडी भएर आइसक्यौँ मिना आन्टीको घर। ठ्याक्कै मिना आन्टी पनि आउनुभयो। हामी चाहिँ भिडियो चाहिँ अब मैले चाहिँ बसमा चाहिँ क्याप्चर गर्न पाएन है, सरी गाइज। अनि त्यसपछि हामी हस्पिटल लाइन पुग्यौँ। हस्पिटल लाइनमा चाहिँ मेरो थोरै काम थियो। अनि त्यहाँ काम सकिसकेपछि फेरि हामी अटो चढेर हाट बजारतिर लाग्यो। हाट बजारमा चाहिँ इसिम निकाल्न थियो कि नेपाल टेलिकम गएर इसिम बनायौँ। इसिम बनाइसकेपछि फेरि हामी अर्को अटो चढेर बुटोल फुलबारीतिर लाग्यौँ है। हेर्न सक्नुहुन्छ, ठ्याक्कै बुटोल फुलबारी पुगिसकेपछि हामी चाहिँ दिदी बहिनी गफ गर्दै यताउता घुम्न थाल्यौँ। मिना आन्टी चाहिँ यसो फोटो खिच्नलाई यताउता जानुभएको थियो। अनि हेर्न सक्नुहुन्छ यहाँको भ्यूहरू चाहिँ एकदमै राम्रो थियो है। म चाहिँ आफ्टर 10 इयर्स पछि गएको यहाँ, एकदमै रमाइलो भएको रहेछ अहिले चाहिँ। यदि हजुरहरू पनि बुटोल एरियामा हुनुहुन्छ भने बुटोल फुलबारी घुम्न भने नभुल्नु होला। हेर्न सक्नुहुन्छ हामी चाहिँ फोटोसोटो खिचेर भ्याइसकेपछि जनावरहरू हेर्नको लागि हामी चाहिँ यता माथितिर अलि यतापट्टि साइडमा थियो है जनावरहरू। हामी चाहिँ त्यतातिर लाग्यौँ। मिना आन्टी चाहिँ यहाँ पोज दिँदै हुनुहुन्छ। हेर्न सक्नुहुन्छ हामीले सबै जनावर हेऱ्यौँ। मैले चाहिँ धेरै भिडियोहरू क्याप्चर चाहिँ गरेन, अलिअलि चाहिँ गरेँ जनावरहरूको। हेर्न सक्नुहुन्छ सबै। त्यहाँ चाहिँ स्नेक पनि थियो है, यत्रो ठुलो। मैले चाहिँ लास्टमा देखाएको छु, हेर्न सक्नुहुन्छ। अनि खरायो हेऱ्यौँ हामीले। अब हेरिसकेपछि हामी चाहिँ बुटोल फुलबारीबाट नै निस्कियौँ। बाई बाई गाइज, आजको लागि यति नै। अब अर्को भिडियोमा भेटौँला।